हेलो गाइज, आज चाहिँ मेरो छोराछोरीहरू पढ्न मन लाग्दैन अरे, स्कुल नजाने। काम गर लु, स्कुल नजाने भयो। तेरो काम हो बढाल्ने। मजाले त्यो झाडु उयो होला नि। यता पछाडि पत्ता छ उता ऊ। अब स्कुल जानु अल्छी लाग्छ अरे, अनि काम गर्ने अरे यिनीहरू। यता सधैँ काम लाउने। अब यो छोरो यहाँ बढाल्दैछ, अब छोरी उता ओछ्यान मिलाउँदैछ। हेरौँ कस्तो मिलाउँदैछ। छोरी पनि स्कुल जानु अल्छी लाग्छ अरे, पढ्न मन लाग्दैन अरे, ऊ काम गर्ने अरे। पुरै निकालेर ओछ्यान मिलाउँदैछ आज। हेरौँ कस्तो मिला। बढालेर सकिसकि यहाँ चाहिँ ओछ्यान मिलाउँछ अरे। आमाले मिला नि, अहिले आमाले मिलाऊ। तन्नाहरू घुम्छ, तन्नाहरू तनक्क तन्काउने। मजाले तन्कार हो त्यसरी। के भनेको? स्कुल जाने भनेको? नजाने स्कुल? आइसा स्कुल जाने कि नजाने? नजाने? ल आवाज, स्कुल जाने नजाने? जाने कि नजाने? नजाने त उठ, काम गर्न उठ। स्कुल जाने? लु त्यहाँ किताबहरू ठिक पार। उठ, काम गर्न उठ, काम गर्न उठ। उठ उठ, छिटो उठ। अरे उसले काम गर्छ। आइसा त जाँदिन अरे, काम गर्दै बस्छ। तँलाई ओछ्यान मिलाउने काम होइन, तेरो बढाल्ने काम हो। उठ उठ, छिटो छिटो मिला। यता यता तन्का, छिटो गर। ढिलो गर्न पाइँदैन, अरू पनि काम छ। यति मात्रै होइन त, अरू पनि काम छ। छिटो छिटो मिलाइसक। त जाने न स्कुल? खेत पनि जाने, आज कामै खेतमा हो। यहाँ घरको सकेर नि खेत जाने, उहाँ फरुवा लिएर खन्ने हो। अनि घर बारी खन्ने, खेत खन्ने। आइसा नि जान्छ, बिउ बोक्छ नि यो। आइसा बिउ बोक्छ होइन? ब्याग बोक्ने कि बिउ बोक्ने? बिउ बोक्ने। खेत गर, ब्याग नबोक्ने। ब्याग नबोक्ने होइन, यता फर्केर भन। ब्याग बोक्ने बिउ बोक्ने? बिउ बोक्नु जाने? ओके ल, तिमीहरूकै इच्छा है। त ब्याग बोक्नु जाने कि फरुवा खन्नु जाने? फरुवा खन्नु जाने? ब्याग आजदेखि पढ्नु जानु पर्दैन ल स्कुल। तिमीहरू खेतमा जाने, काम गर्ने है। ओके ओके। अरे को बुढो मान्छे? लु छिटो छिटो छिटो, राम्रोसँग उयो गर। राम्रोसँग त्यो झाडु बान। त्यो उयो फुस्किन लाग्यो डोरी बाँधेको। अलिक तल सार, तल सार। आउँदैन भनेर हुन्छ आफ्नो काम? कि त उयो पेन्सिल समात्नु जानु पर्यो, कि त झाडु समात्नु पर्यो। के गरेको? मजाले तन्का ओछ्यान। यो यहाँ भएको छैन, तानेर मिलाऊ। स्कुल नजाने होइन तिमी? यता हेर, स्कुल जाने काम गर्ने? काम गर्ने, स्कुल नजाने? ल ठिक छ ल। त काम गर है त्यहाँ छिटो। तँ स्कुल जाने काम गर्ने? अब म आएँ उता। अब कहाँ त्यहाँ झुन्डाको? त्यो झुन्डाउने ठाउँ हो? उता फोहोर फाल्नेसँग लाग्ने डस्टबिनमा। यो बडाल, यो बडा छिटो। यो ढुङ्गा किन निकालेको यहाँको? कसले निकालो? लु बडाल, लु सनक्क पाएर बडा। त स्कुल जाने कि बडाल्ने? काम गर्ने? स्कुल जाने काम गर्ने? स्कुल जाने, पढ्ने अबदेखि? लु उठ, छोड्दे त्यसो झाडु। लु किताब झिकेर पढ्नु बस्ने। ल किताब झिक्ने, हातमुख धुने, ब्रस गर्ने, अनि किताब उयो गरेर अनि अब स्कुल रेडी हुने। ल के गर्ने? पढ्ने? ल जाऊ। के
रेला सम्झेको काम गर्ने अरे हो हान्छु नि अहिले लट्ठीले फेरि म काम गर्ने कि स्कुल जाने अहिले त ढाँट्छस् त मलाई पढ्छु भन्दै फेरि नपढ्ने भन्ने जा काम गर्ने यहाँ भित्र कामै छैन तेरो त जा काम गर्ने हो काम स्कुल नजाने मान्छे त काम गर्छ गो 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 छिटो गर ल हेर त्यो झाडु भयो उता 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 पनि सनक्क भए ल्याउ पर्दैन यो फोरेहरू मात्रै बढाउनु त्यो त सबै तेरो काम हो नि काम गर्ने मान्छे हो अब कसरी फाल्नुपर्छ के गर्नुपर्छ गो 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 फास्ट फास्ट सर्प निस्किन्छ बिच्छी निस्किन्छ हजुर डराएर हुन्छ छिटो डर लाग्दैन के गरेको बहिनी यो ओछ्यान मिलाइसक्यौ यहाँ मिलाइसकेको यो चाहिँ के गरेको तन्ना पट्याएको पट्याउनु लागेको हो ए ल पट्याउ पट्याउ उता बाहिर बाहिर अब घर पुस्ने स्कुल नजाने स्कुल जाने कि घर पुस्दै बस्ने घरमा काम गर्ने स्कुल जाऊ ल स्कुल गयो भने केही काम गर्नु पर्दैन नि त ल पढेर मात्रै बस्ने पढ्ने कि काम गर्ने ल यिन त्यसो भए काम गर्ने होइन घर सबै गर्ने नि यो साइकल कसले मिलाएर राखेको यो पनि बेचिदिनुपर्छ काम गर्ने मान्छेलाई किन छ काम गर्ने मान्छेलाई किन छ यो साइकल हिँड उता हिँड काम गर्ने के किनिस् यस्ता मुला काम गरेर किनिस् यस्तो घर पुस्ने झाडु लगाएर थार किनिस् तैँले पढेको भए पो अनि हो पत्याउँथ्यो किन्छस् भनेर नि उता उयो बडाले सक्यौ अब ढुङ्गा बोक्ने होइन ल सानो सानो आफ्नो सक्ने बोक छिटो उता फ्याल त्यहाँ बिस्तारो छिटो 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 छोड अरे बाटो आइसा यता गर लाने नलागिकन आजको घरको काम चाहिँ यति नै हो यहाँ सक्यो अब खेतमा जान्छन् यतिहरू स्कुल जाने कि खेत जाने स्कुल नपढ्ने तिमीहरू खेतमा गएर काम गर्ने हो ल अब खेतको काम यो सकिसक्यो अनि यो सकिसकेर खेतमा जान्छन् खेतमा काम गर्छन् अब नेक्स्ट भ्लगमा चाहिँ खेतको काम हेर्नु होला ओके बाई यिनीहरूलाई काम गर्नुभन्दा स्कुल जानुभन्दा काम गर्नु मजा लाग्छ अरे ओए टाउकोमा लाग्छ नि बिस्तारो हेरेर गर्ने भोलिदेखि फेरि कसले काम गर्छ
ल स्कुल नजाने होइन तिमीहरू काम गर्नु जाने काम गर्नु मजा लाग्छ तिमीलाई पढ्न गाह्रो भई पढेको भए फेनको हावा खाँदै पढ्नु पाइन्थ्यो अब घाम खाँदै काम गर्नु ल ओके ल आवाज ओके काम गर्ने कि पढ्ने काम गर्ने सधैँ काम गर्ने के को एक दिन कहिले जानु पर्दैन अब काम गर्नै बस्ने कि मेरो काम गर्नु मजा लाग्छ पढ्न ल